प्रधानमन्त्री बालेन शाहले धेरै माया र धेरै सपोर्ट गर्ने धेरै नेताहरू छन्, तर यी 5 नेताहरू हुन् जसले बालेन शाहले प्रधानमन्त्री बनाउनमा धेरै माया र धेरै सपोर्ट गरेको थियो। नम्बर 5 मा रहेको छ असीम शाह। असीम शाह साथीहरू धेरै पटक बालेन शाहको कामलाई सामाजिक सञ्जाल मार्फत सपोर्ट गर्ने गर्छ। उनले प्रधानमन्त्री बालेन शाहको कामलाई धेरै प्रशंसा पनि गर्ने गर्दछ। उनले काठमाडौँलाई सफा बनाउने अभियान होस् या अवैध संरचना विरुद्धको कदम, उनले सधैँ बालेन शाहलाई सपोर्ट गर्ने गरेको छ र बालेन शाहको निर्णयलाई समर्थन गरेको पाइन्छ। उनको विचारमा नेपाल अब पुराना शैलीको राजनीति होइन, काम गर्ने नेतृत्व चाहिन्छ। हो त्यसैले उनले बालेन शाहलाई नयाँ पुस्ताको आशा भनेर व्याख्या गर्ने गरेका छन्। नम्बर 4 मा रहेको छ स्वर्णिम वाग्ले। स्वर्णिम वाग्ले साथीहरू नेपालको एउटा शिक्षित र बौद्धिक नेता मध्ये एक हो। उनले धेरै पटक बालेन शाह जस्ता स्वतन्त्र सोच भएका व्यक्तिहरू राजनीतिमा आउनु राम्रो सङ्केत भएको कुरा बताउनु भएको छ। उनले हालै सामाजिक सञ्जालमा धेरै पटक बालेन शाहलाई समर्थन गर्दै आएको पाइन्छ। प्रधानमन्त्री बालेन शाह भएसँगै उनले बालेनको हरेक निर्णयलाई समर्थन गर्दै आएका छन्। नम्बर 3 मा रहेको छ सुदन गुरुङ। सुदन गुरुङ साथीहरू नेपालको एउटा साहसिक र निडर नेता मध्ये एक हो। उनले आफै पनि विभिन्न कार्यक्रमहरूमा बालेन शाहलाई खुलेर प्रशंसा र समर्थन गर्ने गरेका छन्। उनले एउटा कार्यक्रममा बालेनलाई काम गर्ने मेयर भनेर सम्बोधन गरेका छन्। उनले बालेनले गरेको काठमाडौँमा ट्राफिक र फोहोर व्यवस्थापनको कामलाई धेरै पटक समर्थन र प्रशंसा पनि गर्नुभएको छ। नम्बर 2 मा रहेको छ अमरेश सिंह। अमरेश सिंह साथीहरू नेपालको एउटा स्पष्ट र क्लियर बोल्ने एउटा चर्चित नेता हुन्। उनले धेरै पटक बालेनै प्रधानमन्त्री बन्नुपर्छ भन्ने अभिव्यक्ति मध्य प्रदेशमा फैलाउनु भएको छ। उहाँले हरेक कार्यक्रममा बालेन शाहलाई सधैँ तारिफ र सम्मानका साथ प्रशंसा गर्दै आएका छन्। नम्बर 1 मा रहेको छ रवि लामेछाने। रवि लामेछाने साथीहरू बालेन शाहलाई धेरै सपोर्ट र धेरै माया गर्ने एउटा नेता हुन्। उनले आए दिन सामाजिक सञ्जालमा बालेन शाहको कामलाई समर्थन र प्रशंसा गरिरहेको हुन्छ। रवि लामेछाने र बालेन शाह बीच धेरै कुरामा समान सोच रहेको पनि देखिन्छ। रवि लामेछानेले बालेन शाहलाई यति सपोर्ट र समर्थन गर्ने गर्छ कि आफ्नो पार्टीको अध्यक्ष आफै हुँदाहुँदै पनि बालेन शाहलाई नै प्रधानमन्त्री बनाउनु भएको छ।